सो हाई एभ्रिवान एन्ड गुड मर्निङ वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। हजुरहरूलाई सबैलाई स्वागत छ फेरि पनि मेरो न्यू मिनी भ्लगमा। र आजको मौसम हेर्न सक्नुहुन्छ गाइस, पुरा बादल लागेर पानी पर्ने जस्तो भएको छ र पछि के हुन्छ हेर्दै गरौँ ल। गाइस म चाहिँ अहिले पुगिसक्यो क्याफे, त्यसपछि रेडी भएर फर्स्टमा लागिहाल्नु पर्यो क्याफे क्लिन गर्न। क्याफे क्लिन गरिसकेपछि म चाहिँ अहिले नास्ता गर्नलाई। नास्तामा चाहिँ आज मैले टक्क फ्राइड एग बनाएको छु र कफीसँग टक्क हानिन्छ र अब चाहिँ म लाग्छु नास्ता गर्न। पछि लाग्नु छ मलाई आफ्नो ड्युटीमा। ल गाइस बिहानको ड्युटी सकिसकेपछि अब चाहिँ लागिहाल्नु पर्यो खाना खान। खाना खाइसकेपछि म चाहिँ लागिहालेँ त्यसपछि रुमतिर। अहिले चाहिँ म पुगिसकेँ रुम र अब चाहिँ म जान्छु रेस्ट गर्नलाई। ल गाइस दिउँसोको रेस्ट गरिसकेपछि अब चाहिँ टक्क डाइट हान्ने लाग्नु पर्यो क्याफेतिर। अहिले चाहिँ म पुगिसकेँ क्याफे। आज चाहिँ केटाहरूसँग टक्क चिया खानु पर्यो भनेर चिया खाइरहेको छु अहिले। चिया खाइसकेपछि अहिले चाहिँ रेडी भएर म चाहिँ लागिहाल्छु अब आफ्नो ड्युटीतिर। रातिको ड्युटी सकिसकेपछि अब चाहिँ म आइहालेँ खाना खानलाई। टक्क आफ्नो रोटी लिएर म चाहिँ बसिहाल्छु अब खाना खाइसकेपछि त्यसपछि म लागिहालेँ रुमतिर। ल गाइस अहिले चाहिँ म पुगिसकेँ फाइनली रुम र फ्रेस भएर म चाहिँ लागिरहेको छु अब सुत्न। र आजको यो मिनी भ्लगलाई चाहिँ म यही इन्ड गर्न चाहन्छु। फेरि पनि हजुरहरूसँग भोलि अर्को मिनी भ्लगमा भेट हुनेछ। त्यति बेलासम्मको लागि मेरो भ्लग हेरिरहनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ओके बाई बाई, गुड नाइट।